रासपा र विवेकशील बीच एकता घोषणा आज। दुई पार्टी बीच आज दिउँसो राष्ट्रिय सभा गृहमा एकता घोषणा सभा आयोजना हुने विवेकशील साझाका उपाध्यक्ष प्रकाश चन्द्र परियारले जानकारी दिए। मङ्सिर 14, 2082 काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ। आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणा सभा आयोजना हुने विवेकशील साझाका उपाध्यक्ष प्रकाश चन्द्र परियारले जानकारी दिए। असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रासपपाले जनाएको छ। विवेकशीलले रासपपाको नाम, नेतृत्व र चुनाव चिन्ह स्वीकार गरी निशर्त एकतामा जाने निर्णय गरेको थियो। विक्रम सम्वत 2069 मा उज्जवल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो। विक्रम सम्वत 2070 मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो। रासपा भने 2079 असार 7 गते स्थापना भएको हो।